कुट्छु पिट्छु चाहिँ प्लिज नभन्नु होला। मेरो अगाडि जति त्यो फेसबुकमा लेख्ने त्यो 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 मान्छेहरू जति मेरो अगाडि पाउँछ भने म त एकै थापडमा त्यसको दाँत फस्काइदिन्छु। नमस्ते, जय गोर्खा। भर्खरै मैले सोसियल मिडिया मार्फत देख्नु पाएँ अखिल असम गोर्खा छात्र सङ्घ सराइले जिल्ला समितिका सभापति अशोक लामाज्यूले भन्नुभएको रहेछ, जिडिसी यानि कि गोर्खा डेभलपमेन्ट काउन्सिलको हिसाब किताब खोज्ने व्यक्ति, फेसबुकमा लेख्ने व्यक्ति चाहिँ मेरो अगाडि भेट्यो भने म थप्पड लाउँछु भनेर भन्नुभएको रहेछ। र यो कुरोमा चाहिँ म अलिकति सन्तुष्ट भइनँ, त्यसको लागि म हजुरको बिचमा सेयर गर्नु गएँ। हामी रास्तामा निस्केर सडकमा हामीले आन्दोलन गरेछौँ, प्रतिवाद गरेछौँ, विभिन्न मिडियामा हामीले चिल्लाएको छु, कराएको छु होइन। हामीले दिल्ली जन्तर मन्तरसम्म चिल्लाउने हाम्रो उदाहरणहरू छ। त्यो तिनीहरू कहिले दिल्ली जन्तर मन्तरमा गयो होला जसले फेसबुकमा लेखेको आन्दोलन गर्नुको लागि, जातिको लागि। तिनीहरूले कहिले लास्ट गेटमा गएको छ होला धर्ना दिनुलाई? आज गुवाहाटी गएको छ होला? गएको छैन। कुनै दिन तिनीहरू सडकमा उत्रिएको छ होला? छैन नि त। तर आजको तारिकमा जो सडकमा उत्रिएको छ, जसले आज गुवाहाटीमा गएर आन्दोलन गरेको छ, जसले दिल्लीमा गएर आन्दोलन गरेर खुन पसिना आफूले एक गरेर जसले काम गरेको छ, तिनीहरूलाई राम्रो काम गर्दाखेरि त्यो मान्छेहरूले गएर आज एउटा प्लेटफर्ममा बसेर राम्रो काम गर्दाखेरि उनीहरूलाई सधैँ हामीले हैसा चाहिँ गर्नुपर्छ जस्तो मलाई अनुभव लाग्छ। होइन भने हाम्रो जाति अझै पछि पर्छ। जति छ नि अहिले त्योभन्दा अझै झन् पछि भन्दा भोलिको दिनमा गोर्खा जाति भन्ने हाम्रो आसाममा थियो भने सायद हराइ नै जान्छ। धेरै बाठेहरू भयो भने चाहिँ यो चिज चाहिँ कता न कता मलाई हराउँछ जस्तो लाग्छ। त्यसले कि बाठो फेसबुकमा होइन, काममा तिमीले देखाऊ, रास्तामा आएर तिमीले देखाऊ, तिमीले आफ्नो हाते कामे काम गरेर देखाऊ, अनि मात्रै तिमी बाठे भन्नु चाहन्छु। वा तिमीले फेसबुकमा लेख्दा पनि त्यतिखेरै सुहाउँछ। होइन भने तिमीले फेसबुकमा लेख्ने बन्द गरौ। मेरो अगाडि जति त्यो फेसबुकमा लेख्ने त्यो 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 मान्छेहरू जति मेरो अगाडि पाउँछ भने म त एकै थापडमा त्यसको दाँत फस्काइदिन्छु। जस्तै प्रेम तामाङज्यूले पनि आफ्नो बाइटमा मैले भनेको सुनेको थिएँ, कोही बेङ्गलोर चेन्नईमा बसेर फेसबुकमा लेखेको मान्छेको कुरा सुनेर ऊ पछि हट्ने खाले त होइन। चेन्नई बेङ्गलोरमा बसे तापनि उहाँहरूको परिवार चाहिँ आसाममै होला, घर आसाममै होला, र उहाँहरूको परिवारबाट कसै न कसैले समाज जातिको लागि काम गरिरहेको होला, उहाँहरूले गर्नु नपाए तापनि। र कसैले सोसियल मिडियामा हिसाब खोज्यो भने त्यसलाई डाइरेक्ट कुट्छु पिट्छु मार्छु भने त्यो गलत हो। र जनता बेगर नेताको केही काम छैन, यो चाहिँ सिधा कुरो। जनता बेगर नेताको केही काम छैन र जनता पनि नेता बेगर केही काम छैन। र जनतालाई नेता चाहियो, नेतालाई जनता चाहियो। त्यसैले आसाममा बसोबास गर्ने गोर्खा जाति चाहिँ चाहे नेता हौँ चाहे साधारण आम जनता हौँ, हामी सबै मिलेर तालमेलमा चल्नुपर्छ है। कसैले हिसाब खोज्यो भने त्यसलाई डाइरेक्ट कुट्छु पिट्छु चाहिँ नभन्नु होला। हजुरहरू बढाउनु सक्नुहुन्छ भने हजुरहरू कसैले हिसाब खोज्दैछ भने त्यसको हिसाब दिनेतिर लाग्नु होला। र यदि हिसाब दिइसक्नु भएको छ भने भन्नु होला, अम्लाएर देखाइदिनु होला। जसरी प्रेम तामाङज्यूले भन्नुभयो तपाईँहरू जानुहोस्, डिपार्टमेन्टमा खोज्नुहोस् भन्ने जसरी उहाँले शब्द राख्नु हो जस्तो लागेर तपाईँ भन्नु होला। डाइरेक्ट कुट्छु पिट्छु चाहिँ प्लिज नभन्नु होला। यो चाहिँ तपाईँको अहङ्कार हो। र जति पनि मेरो भिडियो हेर्नुहुने व्यक्तिले चाहिँ कमेन्ट गर्नु होला, उहाँले जुन बोलेको शब्द चाहिँ सही हो कि गलत हो हजुर कमेन्ट गरेर भनिदिनु होला। र हजुरलाई जे मन लाग्छ गर्नु सक्नुहुनेछ यदि मैले बोलेको शब्द चाहिँ गलत हो भने। र धन्यवाद। जय गोर्खा।